चाहिँ पञ्चायतकालीन शासन त हामीले थाहा पाएनौँ, हामी सानै थियौँ। यद्यपि आज यो थिएटर मार्फत हामीले पञ्चायतकालको त्यो शासनको बेलाका भएका पुराना पुर्ख्यौली सामानहरू, त्यतिखेरको संस्कार रीतिरिवाज सबै झल्किने खालको बनाउनु भएको छ। एकदमै राम्रो छ। शासकीय सुधार चाहिँ अहिले पनि मलाई त्यस्तै लाग्छ। हामी बहुदल हुँदै गणतन्त्रमा आइपुगेका छौँ। यद्यपि शासकीय सुधारमा अझै पनि यहाँ जस्तो नाटकमा देखाउन खोजेको त त्यस्तै नै बुझेँ मैले। तर त्यतिखेरको भाषा, कल्चर, रीतिरिवाज चाहिँ बहुत राम्रो तरिकाले, बहुत सुन्दर तरिकाले यहाँहरूले पस्किनु भएको छ। यसको लागि म हेर्न आएर आज धेरै भाग्यमानी ठानेको छु। खुसी लाग्यो, हामीलाई पनि मजा आयो, एकदम रमाइलो भयो। त्यो पुर्ख्यौलीपन चाहिँ बहुत राम्रो छ। अहिले नाटकमा आएर हामी युवा पुस्ता पनि जस्तो लाग्छ होइन। बडो आनन्द आयो हामी गाउँको मान्छे जान्न पाइयो। यो थिएटरलाई धेरै धेरै धन्यवाद। जान्न यस्ता नाटक फेरि फेरि हेर्न पाइयोस्। सबैजना हेर्न आउनु होला, माया गरिदिनु होला। मेरो साथी सम्पदा राई पनि यसमा नाटकमा खेलिरहेछ। ऊ चाहिँ मेरो साथी हो, हामी सँगै पढेको हो। उसले पनि यहाँ गरिरहेछ। सबैजना हाम्रो साथी, टिम कलेजबाट पनि नहेर्नु भएकोहरू त त्यति साथीलाई यसो सपोर्ट गर्नको लागि पनि यहाँ सबै एकदम राम्रो पनि छ, हेर्न आइदिनु। र अबको दिनमा हामीले यस्ता नाटकहरूलाई पनि प्रमोट गर्नुपर्ने जरुरी छ होइन। र यहाँहरू सबैले यो ठानेर उपस्थित भएर चाहिँ यो हेरिदिनु हुन अनुरोध पनि छ साथै। हस्, थ्याङ्क यू, धन्यवाद।